म चाहिँ यस्तो अवस्थामा छु सुर्खेतदेखि मम्मीको बर्थडे मनाउन आएको सरप्राइज दिन आउँदैन भनेर गर्नुको थियो ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे अधरा कोठामा छ आज भन्दै किन थाहा नगरे मलाई 81 आएर छड्दियो पुतु पारेर फोटो खिचेर पठाइदिन्छ हेरेछ है त अब उता जानु न यहाँ बस्नु न एकैछिन निस्केर देखे मैले बाल्छु है हेर शान्ति कस्तो त्यो बालेर खुवाउने हो केही थाहा ए फोरोरै नउन्न यार दिउँसोमा त ह्याप्पी बर्थडे टु यु ए भन्नु त ह्याप्पी बर्थडे ए ह्याप्पी बर्थडे भन्नु त टु या काट्नु मम्मी हो त्यसरी काट्छ ह्याप्पी बर्थडे टु यु जल्दी म काट्छु जान्थ्यौ तिमी ल बस्नु तान्नु खुवाइदिनु बजीलाई खुवाइदिनु खै के खान्छ हातैले तान्नु त मम्मी चक्री नगर्नु चम्चा ल्याउनु थियो त ठिक भएन यो होइन सानो सानो गराउनु उहाँ चम्चा हेर अब यति 3 जना त छौँ के टुक्रा सानो राखिदिनु पर्ने ल म फुट्किन्छु के ल खुवाइदिनु बजी अनि मम्मीले नि खुवाइदिनु हातले खुवाइदिनु के ए लाला ह्याप्पी बर्थडे टु यु मलाई त सानो हाल्नु है मनीको मान्दैन धेरै खानु काटेको ल ठुल्जेलाई दियो ठुल्जेले आएर खानुहुन्छ त ल तँलाई खुवाइदिन्छु म मलाई काट्नु परेन र यार ल भन्छ नि मैले यो जाति मान्दैन धेरै यहाँ चाहिँ कुनै के हो किन जाति मान्नुहुन्न त कुनै ह्याप्पी बर्थडे टु यु ल ठुल्याजी गर्नुपर्छ कि त्यहीमा दिनु यो फोरी भएन त भइगयो त्यही हालेर ल अलिकति खुवाइदिनु अनि अरू खानु नै अलिकति गर्न आउला कि साबी लगेर फुल खेल्ने माइज भोलि आउने हो र कतिखेर यस्तो गर्नुपर्छ अलिकति यस्तो गर्नुपर्छ गरम यता हेर्न काली देखिनु भयो उता घाम परेर यो खुवाइदिने अलिकति खुवाइदिनु अनि हजुर खानु ल ह्याप्पी बर्थडे भन्नु ठुल्दै अलिअलि जाने माहा लाग्नु